नमस्कार है हजुर। आज हामीले कुरा गर्नेछौँ चारवटा सबैभन्दा ठुला वास्तु दोष है। यो चारवटा मध्ये एउटा पनि हजुरको घरमा मिलेछ भने ठुलो समस्या आउन सक्छ है। एक नम्बरमा तपाईँको के छ भन्दा टोयलेट। टोयलेट तपाईँको पश्चिम र दक्षिण कोणमा हजुरले बनाउनु पर्छ है। दोस्रो छ तपाईँको पानी ट्याङ्की। पानी ट्याङ्की जहिलेसुकै तपाईँको चाहिँ पूर्व दिशामा राख्नु पर्दछ। र तेस्रो छ तपाईँको मन्दिर। मन्दिर तपाईँले जहिलेसुकै पूर्व र उत्तरको कोणमा राख्नु पर्दछ। तपाईँको चौथो छ तपाईँको भान्साघर। भान्साघर जहिलेसुकै पूर्व र दक्षिणको कोणमा राख्नु पर्दछ है त। यदि गलत दिशामा यिनी चारवटा चिजमध्ये एउटा पनि छ भने तपाईँलाई चाहिँ ठुलो वास्तुदोष लाग्छ। हेर्नु होला तपाईँसँग एउटा मिलेछ कि नै। मिलेछ भने तपाईँ 100% तपाईँको घर परिवारमा समस्या छ है त।